कोरियामा डिपेन्डेन्ट भिसामा आएकोले काम पाएन, पुलिसले समात्यो भन्ने कुरा हजुरहरूले पनि सुनिसक्या होला साथीहरू है। अनि यो चिजको चाहिँ मलाई धेरै मेसेज आउँछ कि फ्याक्ट भन्छु। कोरियामा लिगली काम गर्न पाइन्छ डिपेन्डेन्ट भिसामा आएकोले, तर ल्याङ्ग्वेज पास गर्नुपर्छ। ल्याङ्ग्वेज पास छैन भने लिगली काम गर्न पाइँदैन। तर अर्को साइड पनि छ कि इमेजिन पनि गर्न सकिसिन्न कि त्यति धेरै मान्छेहरू चाहिँ डिफ्रेन्ट कन्ट्रिजबाट आएर जीवन भिसा लगायत धेरै भिसाहरूमा यहाँ इलिगल रूपमा काम गरिरहेका छन् है। केही मान्छेहरूले त माई गुडनेस 10 देखिको 11 वर्षसम्म इलिगल रूपमा नै काम गरेको छ क्या साथीहरू। मेन कुरा भनेको एजेन्ट हजुरले जुन लिसिन्छ नि त्यो चाहिँ एकदमै ट्रस्टवर्दी हुनुपर्छ। एजेन्ट राम्रो भयो भने त्यहीलाई नछोडिकन हजुरले काम गरिस्यो भने एउटै कम्पनीमा फिक्स्ड काम, इभन स्टुडेन्ट्सहरूले पनि त्यही थ्रुबाट काममा जान्छन् कि। म चाहिँ मेरो इक्जाम्पल भन्छु है। हुन त सबैजनाको आफ्नो भोगाई होला है, तर म चाहिँ कोरिया आएको 1 इयर भइसक्यो होइन। अनि मलाई ल्याङ्ग्वेज आउँदैन क्या। मैले काम गर्ने ठाउँमा चाहिँ इङ्ग्लिस एकदमै मजाले चल्छ है। अनि यहाँ चाहिँ इमिग्रेसन आयो भने पनि कम्पनी र त्यो एजेन्टहरूको कन्ट्याक्ट हुन्छ है। हामीलाई अगाडि नै इन्फर्म गर्छ र हामी एउटा सेफ साइटमा गएर बस्छौँ। त्यही भएको भएर म आजसम्म एकचोटि पनि त्यस्तोमा परेको छैन। अनि यो भिडियो चाहिँ इलिगली काम गर्नलाई प्रमोट गर्नलाई होइन कि साथीहरू है। मेरो मेसेज बक्समा यति धेरै डिपेन्डेन्टमा आउन चाहने मान्छेहरूले सोधिसिन्छ है। उहाँहरूको लागि जस्ट इन्फर्म गरेको बेस्ट। हजुर नेपालमा नै ल्याङ्ग्वेज पढेर आइस्यो होइन, तर यदि हजुरलाई अर्जेन्टै यहाँ आउन छ भने चाहिँ काम चाहिँ पाइन्छ साथीहरू।